होइन हो केटा, यति महँगो पेट्रोल के खेर फालिरहेको, हारेर हुर्र गरिया छ, यस्तो पनि तरिका हुन्छ? फेरि म बाइक कहिले नदेखेको मान्छे हो र? ओइ चुप, धेरै नबोल। फेरि तेरो बडी बोल्ने थुतुनुलाई काटेर भुस्या कुकुरलाई दिनु पर्ला। बरु मलाई यो कुरा बता कि मुखियाको घर चाहिँ कता छ? ओहो, यसो हेर्दा त यिनीहरू गुन्डा जस्तो देखिन्छ। यिनीहरूसँग मुखमुखे लाग्नुभन्दा त बरु मुखियाको घर कता हो भनिदिनु पर्यो। हेर्दै मान्छेहरू नराम्रा जस्तो छन्। हजुर भइहाल्छ नि, मुखियाको घरमा जाँदै हुनुहुँदो रहेछ। मुखियाको घर यहाँ पर खोल्छबाट अलिकति पर जानुहोस्, त्यसपछिबाट दायाँ लाग्नुहोस् अनि पुगिन्छ है। ओइ केटा हो, हिँड। धन्न मुखामुख लागिएन, नत्र बर्बादै हुने रहेछ। होइन, आजभन्दा अगाडि यिनीहरू केटाहरूलाई त मैले यो घरमा देखेकै थिएन। होइन, फेरि मुखियाको घरमा यस्ता केटाहरू किन आएका रहेछन्? के रहस्य चाहिँ पक्कै छ है, यो चाहिँ बुझ्नै पर्छ। के भयो? होइन, कस्तो मान्छे रहेछ यो? काम गरिरहेको ठाउँमा एक्कासी टिफरले ब्रेक मारे चाहिँ कराउँछ। के को लौ खतम? आफूलाई मामा कहाँ जानुभएको हो भन्ने कुराले पिर परिरहेछ। ऊ चाहिँ लौ खतम भन्दै आउँछ। के अब म बोल्न नपाउनु? अझ बढी बोल्छस्? होइन महारानी, मैले फोन त गरेको थिएँ नि। गरेको भए अझैसम्म किन आएन त? बाटोमा कतै अलमलमा पर्नु भयो कि आउँदै हुनुहुन्छ। तिमीहरुकै पर्खाइमा थिए। छोरी हजुरमा
आइसक्यौ नि हजुर, भन्नुहोस् के कति कामले सम्झनु भयो? तिमीहरू पनि आउन नपाइकन कति हतारेको पख न एकछिन अनि कुरा गरौँ न। अनि मुखिया खोइ त हजुर, देख्दिनँ नि म। मुखियालाई कल गर्न तिमीहरूलाई मैले लगाएको हो। यस घरमा सबै शासन मेरो चल्छ। नाम हो मेरो महारानी, तर काम गर्छ हरामी। हाम्रो सम्बन्ध पनि पार्टी फुटे जस्तो भएको थियो। त्यही भएर पार्टी एउटै गरौँ कि भनेर बोलाएको हो। हस्, मैले कुरा बुझेँ। अब हामी लाग्छौँ। ओके केटा हो, पुगेपछि कल गर्नु। हस् महारानी, अफकोर्स। ड्याडी, यी मान्छेहरू को हुन्? मलाई त कस्तो देख्दै डर लाग्यो। खोइ छोरी, तिम्रो मम्मीले सोधौ भने बसी टिप्नु दिन्न। के गर्नु, घरको मालिक भएर पनि नोकर हुनु परेछ। के गर्नु, ऊ बेला कस्तो रमझम गरेर बिहा गरिहाल्यो। के गर्नु छोरी, पहिला त नुन खाएको कुखुरा जति थिए, अहिले त अजिङ्गर जस्तो भएर आइसक्यो। कति राम्रो फुल फुलिरहेछ तल, हेर्नुहोस् त।